कहिलेकाहीँ यस्तो लाग्छ म सबै कुरा गर्न खोज्दैछु, पढाइ, काम, फिटनेस, नयाँ स्किल, सपना, तर नतिजा के भइरहेको छ? सबैमा फेल भइरहेको जस्तो लाग्छ। कुनै काम सुरु गर्छु, केही दिन उत्साह हुन्छ, तर पछि बिस्तारै त्यो उत्साह हराउँछ। कहिले मोटिभेसन हराउँछ, कहिले कन्फिडेन्स हराउँछ र कहिले त आफैलाई नै सोध्छु कि म साँच्चै केही गर्न सक्छु। तर आज मैले एउटा कुरा बुझेँ, फेल हुनु भनेको हार्नु होइन, फेल हुनु भनेको तपाईले कोसिस गरिरहनु भएको छ भन्ने प्रमाण हो। जसले केही गर्दैन उसले कहिल्यै फेल हुँदैन, तर जसले सपना देख्छ, जसले नयाँ कुरा सिक्न खोज्छ, जसले आफ्नो जीवन बदल्न चाहन्छ, उसले धेरै पटक फेल हुन्छ। र सायद अहिले म पनि त्यही यात्रामा छु। म पर्फेक्ट छैन, म सबै कुरा राम्रोसँग गर्न सक्दिनँ, तर म एउटा कुरा पक्का गर्न सक्छु, म हार मान्दिनँ। आज फेल भए भने भोलि फेरि उठ्नेछु, किनकि जीवनमा सफल हुनेहरू कहिल्यै नफेल हुने मानिस होइनन्, बारम्बार उठ्ने मानिस हुन्। यदि तपाईलाई पनि कहिलेकाहीँ यस्तो लाग्छ भने तपाईँ एक्लो हुनुहुन्न। हामी सबै सिक्दैछौँ, बढ्दैछौँ र आफ्नो बाटो खोज्दैछौँ। यदि तपाईँ पनि यस्तो यात्रामा हुनुहुन्छ भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र यो यात्रा सँगै गरौँ। यो थियो लाइफ इज सङ्कल्प। धन्यवाद।